खुट्टामा नि बाँध्छ, जतिजना साथी भयो त्यतिजनालाई बाँध्छ पुरै, अनि हातमा नि बाँध्छ यसरी, आँखामा नि पट्टी लगाइदिन्छ। खालि भात खाने बेलामा खुवाउँछ साला, त्यो यसको जुठो ठाउँमा खानुपर्छ। त्यहाँ बस्नुभन्दा मरेको राम्रो नि, त्यस्तो सजाय खुवाउने नि त्यहाँ त नि। बाबे डोरी हो, फेरि बाबे डोरीले मान्छे हामीले मरेर बाँध्छ त, तर जिउँदै बाने हामीलाई त। 4-5 जना ओढेको छ मन्डी, ओढेको त्यो बन्दुक मैले देखेन, बन्दुक ताकेपछि लग्यो घारीमा। त्यो बिचमा कल जस्तो हुन्छ, आँगानिया भन्छ त्यसलाई, अनि त्यहीबाट म खपडामा चढेर भागेको, घर कुदेको। स्टेजतिर कुद्ने बेलामा यसतिर नि घाउ छ है टाटा। तिनीहरूले आएर तपाईँसँग मलाई तत्काल चारैतिर घेराल्यो। त्यस पछाडि मेरो हात खुलिसकेपछि मैले चाहिँ हातले डाङको डाङ दिएँ तिनीहरूलाई। मलाई त्यो मेन्टरको तल्लोपट्टि त्यो एउटा चोटसे गाउँ छ नि, त्यो मेला चल लाग्थ्यो मेन्टर हुँदै राखेको रोड हेर्दैछ बेतिया जाने रोड। यहाँ प्रत्येक पटक तपाईँको छ मान्छेलाई चाहिँ एउटा पैसा हुने नहुने केही हलिला समेत तपाईँको छ नि समातेर लगिरहेको अवस्था छ कि। दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई नेपालचित्र.com मा। अहिले हामी पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर 4 विजय बस्तीमा छौं र यहाँबाट यो भिडियो तपाईहरुमा आज प्रस्तुत गरिरहेका छौं। यहाँबाट 1 किलोमिटरको दूरीमा भारतीय बोर्डर पर्दछ। यहाँका स्थानीयहरू भारत आउजाउ गर्ने गर्दछन्। भारतका स्थानीयहरू पनि यो ठाउँमा मजदुरी गर्न आउने क्रम वर्षौंदेखि चलिराखेको छ। यो बस्ती विक्रम सम्वत 2021 सालमा सिन्धुपाल्चोकबाट चितवन हुँदै यहाँ आएको भन्ने यहाँका अग्रजहरूले बताउने गरेका छन्। विगतमा भारतीय अपराधीहरू डाका समूहबाट यो बस्ती निकै असुरक्षित रहेको यहाँका स्थानीयहरूको भनाइ छ। विगतका वर्षहरूमा सुरुमा भारतीयहरूबाट के कस्ता ज्यादती हुन्थे, के कस्ता समस्याहरू हुने गर्दथे, उनीहरूले कसरी यहाँका स्थानीयहरूलाई सताउने गर्दथे भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौँ। हामीसँग कुराकानी गर्नको लागि भारतीय अपराधीबाट पीडित भएका केही प्रतिनिधि पात्रहरू हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। तपाईहरु चाहिँ भारतीयबाट प्रत्यक्ष रूपमा पीडित, तपाईको परिचय दिनु। मेरो नाम शेरबहादुर श्रेष्ठ। तपाईको? मेरो अर्जुन श्रेष्ठ। अनि हजुरको नि? मेरो नाम रणबहादुर श्रेष्ठ। अहिले चाहिँ म तपाईसँग गफ गर्छु। तपाईको चाहिँ अलि रोचक छ गरे, तपाई बेरी फोरेर भागेर आउनु भएको है? त्यो त पहिला लाने बेला चाहिँ कुरा गरौँ न त। पहिला हामी दुईटा टायरमा बिहानै 6 बजेतिर गएको यहाँबाट हैन, अनि 6 बजे जाँदाखेरि परसरा लोड गरेर 2 बजेतिर हामी यहाँ मालीबस्तीमा आइपुग्यो। खास बोर्डरमै बाट हामीलाई किडन्याप गर्यो। तपाईहरु कहाँबाट आउनु भएको थियो? उताबाट पर्सनी भागाबाट। अनि परल लोड गरेर आइसकेपछि हामी चाहिँ परलमाथि थियो, अनि एउटा गाडामा हुनुहुन्थ्यो तल, अर्को गाडामा हुनुहुन्थ्यो, अनि हामी 2जना मान्छे चाहिँ माथि थियो कि परल माथि। हामीलाई काम गर्ने मान्छे भनेको उसलाई त, तर काम गर्ने होइन रहेछ, यसरी मन्डे ओढेर रहेछ। अनि कोटाई लामो बन्दुक छैन, अलिक कोटाई नि भन्छ त्यसलाई। अनि त्यतिखेर अब लग्यो, रागो एकतिर लग्यो, एक जोडी चाहिँ गुरु थियो, गुरु एकतिर लग्यो। अनि टार त्यही छोडिहाल्यो, टार त पछि गरेर ल्यायो कि हो। उनीहरूले लैजाँदाखेरि केही भनेर लान्थ्यो कि बोल्दैन बोलिकन च्यापचुप समात्ने लाने हुन्थ्यो कि के गर्थ्यो? भाग्नु त पुरै भाग्यो नि, तर भागेर के गर्यो, समातिहाल्यो। भाग्नु सफल भएन। कति जति भाग्नु भयो तपाईँ? म यहाँबाट झन्डै त्यो बकेनाहरू जति भाग्यो। कतिजना थिए तिनीहरू? 4 जना। हामी 4 जना थियो, उनीहरू त कति हो नि काम गर्ने मधेसीसँग आएको त। अनि तोरी उखाल्ने बेला त्यतिर। अनि लगभग बिहानैको कुरा होइन यो? यो चाहिँ बेलुका कुरा, 3 बजे 2 बजेतिर कुरा हो। तोरी उखालेर मान्छेहरू फर्किन्छ नि त। अनि त्यहाँबाट समातेर तपाईँलाई कहाँ लग्यो थाहा पाउनु भयो तपाईँले? हाम्रो सोझै बास्टा भनेको चाहिँ भारतीय गाउँ मफिलको गाउँ। खासै गरी त्यहाँ चाहिँ मफिल चाहिँ आएको थिएन, मफिलको नाम गरेर अरूले हामीलाई बेच्दो रहेछ कि, त्यसरी बेच्दो रहेछ। अनि त्यो बास्टामा लगेर हजुरलाई कति दिन राखे नि? मलाई बाँधेर यस्तै अब हामीले जस्तो वस्तुलाई जोडी बनाएको हुन्छ नि, जोडी यसरी बाँधेर खुट्टामा नि बाँध्छ, जतिजना साथी भयो त्यतिजनालाई बाँध्छ पुरै, अनि हातमा नि बाँध्छ यसरी, आँखामा नि पट्टी लगाइदिन्छ। खालि भात खाने बेलामा खुवाउँछ साला, त्यो यसको जुठो ठाउँमा खानुपर्छ। त्यो कुरा गऱ्यो भने त दिशा सिसा पनि त्यही बसाउँछ कि फेरि, यति त्यो ऊ छैन नि, दिशा सिसा पनि त्यही गराउँछ खाने ठाउँमै। अनि भोक लागेपछि मागेर उनीहरूले दिने हो कि उनीहरूलाई मन लागेपछि दिने हो कि कस्तो? कहाँ उनीहरूको मन खुसीले दिन्थ्यो। हामीले बेडी खानुहुन्थ्यो त्यतिखेर होइन, बेडी माग्थ्यो, बेडी पनि नदिन्थ्यो कि।
त्यो 4जना यस्तो ड्रम जस्तो मान्छे ड्रम जस्तो बेरीमा 4जना राखेको थियो माघको बेलामा कम गर्मी हुन्छ त्यहाँ पुरा गर्मी हुन्छ त्यो गर्मीलाई मरे नि मरोस् माघको बाटो बेलामा जाडो हुन्छ होला त्यस्तो ड्रममा 4जना मान्छे खाँदैछपछि अनि गर्मी हुँदैन ए माघमा ड्रममा हालिदियो त्यही भएर गर्मी भयो अनि नत्र त जाडै हुन्थ्यो नि अनि त्यहाँबाट त्यही हामीले उयो गर्थ्यो मजाले खान्थ्यो त्यो जुटै थालमा खुवाउँथ्यो कति दिन राखे त्यहाँ उनीहरूले खास 4-5 दिन राख्यो होला अनि 5 दिनसम्म तपाईँ यता घरको मान्छेसँग बोल्ने यताउता केही भएन 5 दिनसम्म को भेटको यहाँको नेताहरू जान्न दिँदैन त्यहाँ उताको मार्फतबाट भेट्नुपर्छ अनि कसरी भेट हुने त अनि त्यहाँबाट म त्यो मरिसकेको त चौपार घर हुन्छ होइन चौपार घर हुँदाखेरि त्यो बिचमा कल जस्तो हुन्छ आँगनिया भन्छ त्यसलाई अनि त्यहीबाट म खपडामा चढेर भागेको घरै घर कुदेको स्टेजतिर कुद्ने बेलामा यतिर नि घाउ छ टाटा छाना माथि माथि कुटेको यसरी त्यो आइडिया कहाँबाट आयो फेरि त्यो त्यहाँ बस्नुभन्दा त मरेको राम्रो नि त्यस्तो सजायो खुवाउने नि त्यहाँ त नि बाबे डोरी हो फेरि बाबे डोरीले मान्छे हामीले मरेर मान्छ त तर जिउँदै बाने हामीलाई त अनि यदि तपाईँ भाग्दै गर्दाखेरि उनीहरूले फेला पारेको भए त के गर्थ्यो पारे मार्थ्यो चाहे पिट्थ्यो होला त्यति नै हो नि तर त्यो नहर पानी तरेर आउनु सकेन त्यो त्यहाँ 2टा नहर रहेछ एउटा नहरमा पानी रहेछ एउटा नहरमा पानी छ म पानी सानी पौड्यो अनि आयो तपाईँहरू कतिजना हुनुहुन्थ्यो अरे त्यहाँ 4जना अनि 4जना सल्लाह गरेरै अब आज भाग्नुपर्छ भन्ने योजना बनेको थियो कि तपाईँले आफैले सबै योजना बनाएको थियो उहाँको दाइ हुनुहुन्छ एउटा उसले मलाई यसरी ठेलिदिएको हो अनि त्यहाँ उसको दाइले बडो पिट्यो छ त्यसले तर म भन्दा नि अगाडि यिनीहरूको दाइहरू आइपुग्यो उनीहरू अब सुरज लब्दा छुटिहाल्यो आफू भने यहाँ नेपालमा आएर भलमा ट्युकीको छेउमा आएर अड्डा सार गर्दै हाल्यो पुलिसले 9 बजी राति हो कति बजी अनि भाग्न चाहिँ तपाईँ मात्रै सफल हुनुभयो म मात्रै सफल भयो अरू 3 जना चाहिँ किन असफल हुनुभयो उनीहरू थाहा पायो खपटा गिरिहाल्यो त नि खपटा घर चौपार घरमा यस्तो बिचमा आँगन हुन्छ कि अनि यसरी नै भेट्छ त्यो अनि त्यहाँबाट चढ्दाखेरि खपटा खसिहाल्यो 1 डोको जति थाहा पाइहाल्यो पुरै उसको घेरमा 4 कुनामा 4वटै हतियार हुन्छ अनि तपाईँ त फिल्ममा जस्तै माथि छाना छाना भाग्दै आउनु भयो म छाना छाना भाग्दै आएको यस्तो ठाठी बाने छ त्यो कलको छेउ मात्रै दुलो फोर्नु सक्यो हेर्नुहोस् है कलको छेउमा चाहिँ अनि टाउको छिरेर सुत्तै छिरेर आएको छैन बाटै छैन अनि त्यहाँबाट अब विजय बस्ती घर जानुपर्ने भाग्न त भाग्नुभयो कुन बाटो घर पुगिन्छ कसरी घर जाने भन्ने केही थाहा थिएन अन्दाज सुरुमा भागेको त्यो भलमा ट्युकी भन्ने ठाउँमा पुगेछ कि भाग्दा भाग्दै भाग्दै नेपालमा चाहिँ नेपालमा आइपुगेछ अनि बसन्तपुरतिर गयो भए उल्टै जागिदिनु पारेछ बसन्तपुर नजिकै छ नि त्यहाँ अनि नेपालको पुलिसले भेटायो नेपालको पुलिसले भेटाएपछि खानिदियो एउटा गन्जी सन्जी किनिदियो कछिया सछिया किनिदियो पुलिसलाई के भन्नुभयो तपाईँले म भागेर आओस् चाहिँ भागेर आऊ भनिदियो त्यही भनिदियो अनि घर आउँदाखेरि त 3 जना जो सँगै अपहरित भएका थिए उनीहरू आइसकेको रहेछ उनीहरू आइसकेको रहेछ म चाहिँ पछि आइपुगेँ रातको 9 बजीतिर आइपुगेँ म चौवनपुरसम्म पुलिसले ल्याइदियो त्यहाँबाट म आफै आउँछु जान्छु भनेर नि आएको 4 बजे 4:30 बजीतिर यो श्री पञ्चमी मेला लाग्थ्यो रामपुर मेला भन्ने त्यहाँ यसो घुम्न जान्थ्यो एक्ज्याक्टली थाहा थिएन अब डाका त्यसरी आउँछ भने गयो एकजना साथी थियो रिफ्युजी बङ्गाली इन्डियन त्योसँग गएर जाँदाखेरि जस्ट इन्डियाको खेतबारीमा पुग्दाखेरि जङ्गल कटेर खेतबारीमा पुग्दाखेरि ठ्याक्क 4-5 जना ओढेको छ मन्डी ओढेको चाहिँ त्यो बन्दुक मैले देखेन झ्यापझुप आउँदाखेरि यति करिब 10 कदम कति देखेको थियो एकैचोटि मलाई साबुन आउँदाखेरि बन्दुक ताकेपछि लग्यो घारीमा फेरि एकछिनपछि हाम्रै नातेदार पर्ने भिनाजु पर्छ यहीँको गाउँकै उहाँ फेरि इन्डियापट्टिबाट आउँदाखेरि उसलाई पनि समातेर ल्या मलाई राख्यो कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर 55 सालको कुरा 55 साल श्री पञ्चमी माघमा 55 साल भर्खर बिहे गरेको यस्तै 8-10 महिना भएको थियो अनि जब इन्डियनहरूले तपाईँलाई दुईतिर कन्सर्टमा बन्दुक राखे लगेर अनि उनीहरूले आफ्नो कब्जामा लिए त्यतिखेर अब फर्केर आउन पाइन्छ पाइँदैन कसरी बचिएर यिनीहरूले कहाँ लैजाला के मनमा कस्तो कुरा खेल्दो रहेछ मनमा त अब यस्तो गुवाको चाहिँ रोगो थिएन कस्तो के गर्ला भनेर अब यो ऊ भइरहेको थियो धड्कन के अब यसले हान्ने हो कि बन्दुक के गर्ने हो 2टा जोर्नाले चाहिँ हानेछ अर्को त्यस्तै छ जम्मा
5-6 जना छ। अनि मेन महफिल भन्छ त्यसले नाम महफिल भन्छ, त्यसले चाहिँ जोड्न तल केही गर्दैन भन्छ, फेरि ताक्छ। अनि त्यसले लगेको त्यो इन्डियनले लगेको रक्सीहरू खाइहाल्यो। मेरो साइकल पनि लिएपछि मलाई राखेपछि त्यो बुढोले ल्याएपछि 2 जनालाई 2टा उमा बान्यो। अनि कोसँग जानुभएको थियो अरे उता? त्यो एउटा बङ्गाली यतातिर यस्तो मिठाहरू सकारहरू बेच्छ, चिनेकै बङ्गाली भनौँ। होटेल सोटेल नै राख्छ मेला, हाम्रै जिरा भाउने मेलातिर बागमतीतिर। उसलाई चाहिँ केही गरेनन्? उसलाई चाहिँ त्यहाँ इन्डियन हो, उसलाई चाहिँ छोडिदियो। अब मलाई त अनविश्वास न त्यसले नि गरेको कि भनेर फेरि पछि होइन भन्यो। अनि त्यसलाई सोध्यो। मेरो ऊ चाहिँ त्यो मैले त्यो जाडोमा लाउँथेँ नि पन्जा, त्यो उनीको सेतो पन्जा, त्यो चाहिँ त्यसले लिएर पठाइदियो। 51 सालको कुरा हो। मेरो चाहिँ अब त्यतिखेर सक्खर हाम्रो चाहिँ उखु लगाएको थियो। त्यतिखेर मेरो आफ्नै सक्खरको क्रसर थियो होइन। अनि त्योभन्दा तपाईँ 3-4 दिन अगाडि नै तपाईँसँग मलाई अलिकति सङ्केत चाहिँ पाइरहेको अवस्था थियो। किनभने डाकाहरू तपाईँसँग बदमासहरू तपाईँसँग इन्डियाबाट आइरहेछ, इन्डियाको मान्छेहरू तपाईँसँग अब बोर्डर नजिकै होइन। अब चाहिँ त्यस्तो किसिमको कोही अब त्यहाँ त्यसैको त्यो ठाउँको मान्छेहरू धेरै जसो तपाईँसँग हाम्रैमा तपाईँसँग काम गर्ने रोजीरोटी गरिरहेको मान्छे पनि अब सधैँ काम गर्ने मान्छेहरू आउँछन् लगभग यहाँ तपाईँसँग नि अब 150-200 जना तपाईँसँग हरेक हमेसा तपाईँसँग यहाँ काम गर्ने आउँछ। त्यही मान्छेहरूको बिचमा पनि ल तपाईँलाई यस्तो खतरा छ है भन्ने किसिमको कुराहरू भएको थियो होइन। त्यही पनि म त्यसमा अब सचेत नै भएर चाहिँ म बसिरहेको अवस्था थियो। र त्यतिखेर ठ्याक्कै भन्नुपर्दाखेरि अब 5 मिनट मात्रै ढिलो भइदिए भए तपाईँको छ नि अब मेरो बुवा पनि त्यहीँ हुनुहुन्थ्यो होइन। लगभग जाडो महिनाको समय थियो, त्यस्तै 6 बजेतिर तपाईँसँग अब जाडोको टाइममा त अब अँध्यारो भइहाल्छ होइन। त्यतिखेर तपाईँसँग नि उहाँ मेरो बुवालाई चाहिँ मैले पठाइदिइहालेँ अलिक हतार छिटो गरेर होइन। त्यस पछाडि ठ्याक्क मेरो एउटै अन्तिम एउटा चाहिँ पाक्न बाँकी थियो होइन। त्यही अवस्थामा तपाईँसँग अब सट्ट माथि अब इन्डियातिरबाट नआएर तपाईँसँग मासतिर अब गाउँको मान्छेहरू आएको पारमा तपाईँसँग सट्ट आइदियो होइन। ठ्याक्कै कहाँ थियो हुनुहुन्थ्यो तपाईँहरू चाहिँ? म तपाईँसँग बोर्डर मेरो खेतैमै थियो मेरो होइन। बोर्डर नजिकै हो खेत चाहिँ होइन। अनि त्यो बोर्डर नजिक भएको कारणले गर्दाखेरि तपाईँसँग नि अब उनीहरू चाहिँ अब मैले सोचेँ तपाईँसँग नेपालकै मान्छेहरू अब गाउँलेहरू तपाईँ आएको होला भन्ने ठानेको मैले। चाहिँ उखु पेलेर खुदो बनाउँदै हुनुहुन्थ्यो? के अरे चाहिँ सक्खर बनाइरहेको थियो मेरो त्यतिखेर होइन। अब त्यसै आइसकेपछि अब तपाईँको छ नि अब के भयो भनेदेखि अब ठ्याक्कै आउने बित्तिकै तपाईँको छ नि अब उनीहरूले मलाई सिधै कनपट्टिमा चाहिँ अब रिभल्भर राखेर तपाईँसँग नि अब चाहिँ उघायो तपाईँसँग म आत्तिहाल्थ्यो होइन। म होपलेस भएर तपाईँसँग नि मैले त्यस्तो कुनै सोच्ने समय नै नपाउँथ्यो होइन। तर तिनीहरूले आएर तपाईँसँग मलाई तत्काल त्यसो गरेर मलाई चारैतिर घेराल्यो होइन। मलाई थाहा थियो मलाई नै जसरी लिएर आउने हो। त्यतिखेर तपाईँ खिचडीको समय थियो, अरू लेबरहरू चाहिँ तपाईँसँग त्यो इन्डियाकै हो, पुरै घेर्यो। घेरिसकेपछि तपाईँको छ नि अब चाहिँ त्यसले 3टै मात्र कुरा गरेँ के बनाइरहेको हो भनेर सोध्यो इन्डियाबाट, के अरे इन्डियन भाषाबाट होइन। मैले बोलेन। अनि त्यसपछि मैले मेरो एउटा नजिकैको काम गर्ने चाहिँ मेरो आफ्नै भान्जा हुनुहुन्थ्यो होइन। उसलाई चाहिँ मैले ल अब भान्जा म सेफ भएर मलाई चाहिँ लान्छ डाकाहरूले भनिसकेपछि उसले नडराउनु मामा नडराउनु भनेर भन्यो होइन। अनि भन्ने बित्तिकै तपाईँको छ नि अनि त्यस पछाडि उनीहरूले यहाँबाट चाहिँ अब के अरे पुलिस आउँछ कि आउँदैन भनेर भन्यो। अनि त्यही पनि हामीले बोलेन। अनि त्यस पछाडि कुन हो समाज त्यसलाई भनिसकेपछि मलाई एकैचोटि सिधै आएर तपाईँसँग नि झ्यापझुपै समातिहाल्यो होइन। समातिसकेपछि तपाईँसँग नि म अलिकति अब मैले अब समातिसकेपछि मेरो हात कसरी तपाईँसँग म त्यतिखेर लगभग अब भर्खरकै अब 21-22 वर्षको अब उमेरकै थियो होइन। अनि हट्टाकट्टा भइसकेपछि अनि अब हातमा अब चप्प समातेर तपाईँसँग अलि उता लग्यो। त्यस पछाडि मेरो हात खुलिसकेपछि मैले चाहिँ हातले ड्याङको ड्याङ दिइहालेँ तिनीहरूलाई। अनि दिइसकेपछि यसो हेरेको त्यो मेरो एकजना नजिकै साथी तपाईँसँग त्यो मिठाई बनाएर चाहिँ त्यो तातो हुन्छ नि त्यो सक्खरको त्यो बनाइरहेको थियो। यतिखेरसम्म किन नभागेको जा गरेर बन्दुक लिएर आइज भनेर भनेको थियो। अनि त्यो भन्ने बित्तिकै फेरि तपाईँसँग डाकेर आएर तपाईँसँग झ्यापझुप समातेर मलाई मुखमा चाहिँ हालेर के भन्छ रुमाल। अनि त्यस पछाडि आएर मलाई सिधै उताना पारिदियो तपाईँको होइन। सिधै उताना पारिसकेपछि मलाई झ्यापै तपाईँको छ नि अब समात्नु खोजे तिनीहरूले आएर। मैले फेरि सुतेकै ठाउँमा तपाईँसँग लात्तीले चाहिँ छातीमा हानेर अनि म तपाईँसँग त्यहाँबाट भागेर चाहिँ तपाईँको छ नि अब गाउँभन्दा अलिकति नजिक आइसकेपछि त्यतिखेर त्यही टोलहरू हाम्रो धेरै थियो होइन। अनि मैले चाहिँ आवाज गरिसकेपछि यहाँको मान्छे सिधै अब डाका नै हो भनेर तपाईँसँग बोर्डरमा पुग्यो। अब त्यस पछाडि तपाईँसँग मलाई लखड्दै आइसकेपछि एक फायरिङ गऱ्यो। अब त्यसले भेट्न सकेन मलाई होइन। त्यस पछाडि तपाईँसँग नि उनीहरू हतियारसहित थिए होइन? पुरै हतियार छ तपाईँको। तैपनि तपाईँ फुत्किनु भयो? त्यतिखेर म फुत्किन सफल भयो तपाईँको। त्यतिखेर तपाईँलाई चोटपटक लागेको थियो थिएन? चोटपटक मलाई लागेन। तर के भयो भनेदेखि मैले भने नि तपाईँसँग त्यसरी चाहिँ म भाग्न सफल भइसकेपछि
त्यतिखेर डर भएन। अब भोलिपल्ट पर्सिपल्टदेखि तपाईँसँग मलाई एउटा आँखामा चाहिँ झलझल चाहिँ वास्तवमा चाहिँ यसरी चाहिँ यदि डाँक्राले लगिदिए भए मलाई कति पैसा माग्थ्यो होइन, मलाई रिहा गर्थे कि गर्दैन, मैले तिर्नु सक्थेँ कि सक्दैन होइन भन्ने किसिमको कुराहरू चाहिँ मेरो दिमागमा आएर तपाईँसँग मलाई त्यो त्रासै भइरहेको अवस्था थियो। तपाईँ निकै बलियो हुनुहुन्थ्यो कि भाग्यले बाँच्नु भएको कि के हो होइन, भाग्यले बाँच्नु भन्दाखेरि तपाईँसँग म चाहिँ के भन्छु भनेदेखि यसमा चाहिँ म विजय बस्तीको हो होइन, यो नाम विजय बस्ती राख्नु नै तपाईँसँग म गर्व मान्छु कि हर कदममा चाहिँ तपाईँसँग खतरा छ होइन। त्यो खतरा भएपछि त्यो खतरालाई चाहिँ कसरी चाहिँ अब चाहिँ हामी आफै सम्हालेर तपाईँसँग विपक्षीलाई चाहिँ दुश्मनलाई चाहिँ वार गर्न सकिन्छ भन्ने किसिमको एउटा त्यो हामीलाई चाहिँ एउटा चेतना चाहिँ तपाईँसँग हिजोदेखि नै दिइरहेको अवस्था थियो होइन। यो बोर्डरमा बस्ने कारणले गर्दाखेरि विजय बस्तीको मान्छे भएको भएर कहिले पराजय हुँदैन, सधैँ विजय नै हुन्छ भन्ने मान्यता मैले त्यो मानसिकता तपाईँ हिजो हाम्रो बाउबाजेले नि तपाईँसँग त्यही एउटा चाहिँ प्रेरणा हामीलाई दिइरहेको थियो, दिमागमा घुसाइरहेको अवस्था थियो। त्यो त्यतिखेरको अवस्थामा अब कुनै सङ्कट परिसकेपछि हामीले त्यो हाम्रो दिमागमा चाहिँ तपाईँको माइन्डमा चाहिँ त्यो आइहाल्छ अनि त्यो आएपछि एउटा किसिमको चाहिँ अब फुर्ती जोसिलो होइन, अब जसरी पनि तपाईँ दुश्मनसँग चाहिँ लड्नुपर्छ भन्ने किसिमको कुरा चाहिँ माइन्डमा आइसकेपछि त्यो हिम्मत एकदमै बढ्दो रहेछ कि तपाईँको। अब तपाईँलाई त्यहाँबाट लगिसकेपछि चाहिँ कहाँ लगेर राखे उनीहरूले? मलाई मैनाटार भन्ने गाउँ, मैनाटार भन्दा एउटा थाना छ, मैनाटार गएर अलि जस्ट तलपट्टि रोडै छ, बेते जाने रोड बास्टा भने त्यही त नि बास्टा होइन दाइ। मलाई त्यो मैनाटारको तलपट्टि त्यो एउटा चोटचे गाउँ छ नि, त्यो मेला चल्न लाग्थ्यो मैनाटार, हो त्यही राखेको रोड यतै छ, बेतिया जाने रोड राख्यो। अहिले त्यता जाँदाखेरि तपाईँलाई याद हुन्छ? घर चिन्छु म, तपाईँलाई राखेको घर थाहा छ मलाई त। अहिले जस्ता तस्तै छ? मलाई त बाहिर निकाल्थ्यो नि त, चाबी खोलेर हातमा चिलाउँथ्यो, खुट्टाको चाहिँ चाबी खोल्थ्यो। पछि उनीहरूले लगेपछि त हामीलाई त सिकरमा बानी भइहाल्यो नि त, पछि ग्रुपलाई त सबैले सिकरमा धेरै लग्यो नि त, धेरै मान्छे लग्यो त्यस्तो त कति लग्यो। पहिला चाहिँ डोरीले बाँध्थ्यो, डोरी चुडाएर भाग्न सफल भयो नेपालीहरू, अनि त्यसपछि साङ्लो प्रयोग गर्न थाल्यो। साइनो प्रयोग त्यो बाजे थियो नि, बाजे भन्नाले मेरो चाहिँ साइनोले भिनाजु पर्छ। त्यो बाजेलाई चाहिँ नहर छ, सक्रोल नहर, त्यहाँ लगेर घोडपकडीमा लगेर साफ यत्रो लौरोले कुट्यो बिचरा बुढा मान्छेले। मलाई चाहिँ एकै लौरो कुट्यो, एक रोल दुई लौरो कुट्यो। अनि त्यो बुढो मान्छेलाई नहरबाट हिँड्नै नसक्ने, ऊ चाहिँ अब के भयो भने हिँड्नै नसक्ने अवस्था भयो भनेर न्यु पार्यो। 2 लट्ठी त्यो बुढोलाई दिँदाखेरि बुढोलाई यस्तोमा दिएँ कि, अनि बुढोलाई जा भनेर लातल हिर्काएर फर्काइदिएँ। बुढा यताको मान्छे अपहरण गरेर लैसकेपछि भारतीय अपराधीहरूले चाहिँ भारतीय पुलिसकै रोबरमा डिल गरेर नेपालीहरूसँग पैसा पनि माग्थे अरे। तपाईँ केसमा त्यस्तो भयो कि भएन? त्यस्तै अब म भर्खर चौकीमा गएर आएको थिएँ, लम्बू, नाम लम्बू, त्यो मेन घरको मान्छे नामै लम्बू। त्यसको मलाई बुढो मान्छे राख्थ्यो एउटा त्यो रखबारी, अनि चाबी लगाउँथ्यो। त्यसले भन्थ्यो म भर्खर चौकीमा गएर आएको भन्थ्यो, भर्खर मैनाटार थानामा गएर आएको भन्थ्यो त्यसले, त्यो लम्बू भन्ने मेन। अब त्यो त्यतिखेर लम्बू भन्ने छ। म भर्खर तेरो मान्छेसँग भेटेर आयो भने तपाईँको मान्छेहरू चाहिँ थानामा जानुभएको थियो? उनीहरू उताबाट थानामा जानुभएको थियो, उहाँ जानुभएको थियो, 8-10 जना जानुभएको थियो। त्यो डेली गएको थियो नि। अन्त बुढो मान्छे जो कुर्न राखेको थियो नि तपाईँलाई, त्योसँग गफ हुन्थ्यो नि तपाईँको? गफ हुन्थ्यो, त्यसले त उल्टै नि खोज्थ्यो, भात ल्याउने त्यही बुढो, त्यही घर छ त सबै परिवार जस्तै राखेको। मलाई चाहिँ एउटा कोठामा राख्थ्यो कि, तर यी घर चाहिँ इँटाको माटो लाग्यो, इँटाको हो। अनि त्यो भित्र एउटा कोठा राख्यो नि, राति रोड गाडी हिँडिरहेको छ देख्छ। त्यो विजय साईले ल्याउने दिनमा त मलाई त्यो लास्ट दिनमा त त्यो रोडमा दौडेर जा भनेर त्यही रोडमा ठ्याक्कै जल्दी आ भनेर सुन्छ। यहाँ विगतमा धेरै समस्या थिए, पछिल्लो समयमा ती समस्याको निराकरण कसरी गरियो, यहाँको मान्छे जङ्गे पिल्लर सरह सीमामा कसरी उभिएर बसेको छ, यो बस्ती कसरी टिकेको छ भन्ने बारेमा अर्को भिडियोमा हामी तपाईँहरूलाई जानकारी दिनेछौँ। अहिले चाहिँ प्रतिनिधि पात्रको रूपमा हामीले 2-3 जना यहाँका स्थानीयहरूसँग कुराकानी गऱ्यौँ, जो भारतीय अपराधीहरूले अपहरण गरेर उहाँहरूलाई लैजानु भयो र उहाँहरू छुटेर आएर अहिले यो जीवनयापन गरिराख्नु भएको छ। उहाँसँग गरिएको कुराकानी तपाईँलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। त्यसको लागि तलको कमेन्ट बक्समा तपाईँहरूले आफ्नो प्रतिक्रिया लेख्न सक्नुहुन्छ। अरू सामग्री हेर्नको लागि नेपालचित्र.com को युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। हस्, नमस्कार। दर्शकवृन्द, अहिले तपाईँ नेपालचित्र.com हेरिरहनु भएको छ। यो भिडियो हेरेपछि मनमा केही लागेको भए तल कमेन्ट गर्नुका साथै शेयर, लाइक पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो च्यानल सब्स्क्राइब गरी घण्टीको बटन थिच्न नभुल्नुहोला। अर्को सामग्रीको साथमा फेरि पनि तपाईहरुमाझ आउने नै छौं।